अब तपाईँहरूलाई म देखाउँदैछु हेर्नुहोस् म चाहिँ बिहान उठिसकेँ यो चाहिँ मिलाइसकेँ मैले ओछ्यान मिलाइसकेँ चाहिँ मिलाएर अब सिरानी मैले यता ल्याएर राख्दैछु राखेँ हेर्नुहोस् अझ अब म अझ घर आएको छु हेर्नुहोस् म घरको काम कम्प्लिट भएछ यहाँ यो है त्यस्तो कामहरू केटाकेटी कुदै थिएँ सबै गरेर अनि यो किचन मैले बनाउँदै थिएँ किचन कम्प्लिट भइसकेको छ यहाँ चाहिँ हेर्नु तपाईँको नजरै म देखाउँदैछु यहाँ यी चिया खाएर यहाँ राखिरहेको रहेछ यी त्यो चाहिँ यहाँ राखेको छ हेर्नु नयाँ किचन हो यो हाम्रो यो घरपट्टि यहाँ लाग्छ पकाउँदैछु व्यस्त चाहिँ अब यो किचन हेर्नुहोस् तपाईँलाई म लाइभ देखाउँदैछु यो ब्लगमा कस्तो के लाग्यो तपाईँहरू भन्नुहोस् डिजाइन कस्तो के भयो अलिक भएको छैन कामहरू हुँदैछ अब यहाँ बेसिन यहाँ राखेको छु मैले यस्तो पाराले राखेको छु किचन यहाँनिर कामहरू निकै छ यहाँ गर्न सकेको छैन धेरै रहेको छ कामहरू सकेको छैन कम्प्लिट भएको छैन अब यहाँ उनीहरूले सब्जी काट्दै थिइन् कि अब यो कान्छीले हाम्रो यहाँ अब बिलाइ अनि यो सलाद बनाउनु धेरै मजा लाग्छ मलाई सलाद खाएर मजा लाग्छ तपाईँलाई कस्तो के लाग्छ भन्नु होला यहाँ सब्जी पनि बाँकी सक्यो अब हामी फटाफट गरेर पुरानो जाने एकछिनपछि त्यसले गर्दाखेरि ठुलो हेर्नुहोस् घरको काम कम्प्लिट भयो यो सिलिङ मैले लगाएको हिजो जस्तो लगाएको भर्खर यहाँ काम रहिरहेको छ फ्यान लगाउने ल यति बेबीसम्म म तपाईँलाई देखाउँदैछु अरू अब हेर्नुहोस् यो कोरिडोर हो यताबाट जाने यो सिस्टम बनाएको छु मैले यताबाट जाने यो घरको सिस्टम मैले भर्खर बनाएको यो कम्प्लिट टाइप छ कामहरू हेर्नु यो यता चाहिँ कोरिडोर हो बाहिर जाने हो ल तपाईँ जोडी राख्नुहोस् अब हेर्नु यहाँ अब यहाँ हाम्रो मान्छे आएछन् उताबाट आएको छन् मान्छे हाम्रो यहाँ बसेर आएछन् यहाँ बाहिर त्यसै गर्न व्यस्त छ अब यहाँ केटाकेटीहरू छोरो हाम्रो बाहिर खेलिरहेको छ यहाँ आमा यहाँ बस्दा व्यस्त फोनमा बात गरिराख्नु भएको छ यहाँ कान्छी हाम्रो मान्छे यहाँ मुख लाउने व्यस्त छैन अब फेस ग्लोको लागि फेस ग्लो गर्नको लागि एकदमै प्रतीक्षा हुन् मान्छे उहाँबाट आएको नि उताबाट त्यसमा यी अघि एकजना बहिनी सफा गरिरहेको छिन् लु हेर्नु यहाँ एकदमै बिहान बिहान केटाकेटीको खेलिरहेको छन् हेर्नु यो भाइ धुलो व्यस्त छन् ऊ मानिस भाइ खेलिरहेको छन् व्यस्त छन् ऊ खेल्नको लागि ऊ अब गोल दियो भाइले गोल दियो ऊ रोनाल्डो हान्दैछ रोनाल्डो कुदो रोनाल्डो गोल दियो अब ऊ रोनाल्डो गयो ल त गाइस कस्तो लाग्यो कि ला भन्नु तपाईँहरूले